हो खोइदिनु त यो खप्छ अहिले साथी फेरि आफ्नै तालमा होइन के गरेको आफ्नै तालमा रामु उता आफ्नै तालमा सबैजना आफ्नो उहाँ चाहिँ हाम्रो तालु हुनुहुन्छ के छ तालुजी हेलो नमस्ते म नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु तपाईँहरू नेपालतिर सबैजना सन्चै हुनुहुन्छ होला म पनि खाडी मुलुकमा एकदमै सन्चै छु अहिलेलाई चाहिँ नि म हिँड्दैछु बाटोमा हेर्न सक्नुहुन्छ गाडीहरू पनि टन्न आइरहेको छ साथीहरू अगाडि आइसक्यो एउटा साथी पछाडि छ अनि तिनजनासँग चाहिँ म यहाँ बोल्दैछु भिडियो कलमा अहिले चाहिँ हामी ठ्याक्कै अल्तिजारी बैङ्कको छेउछाउ पुगिसकेका छौँ गाइजहरू हेर्न सक्नुहुन्छ पैसा झिक्नलाई चाहिँ टक्क लाएर चाहिँ यस्तो जोडले लाइन बसेका छन् हाम्रो साथीहरू हेर्न सक्नुहुन्छ सबै आइएलसी कम्पनीका यता साथीहरू छन् हेर्न सक्नुहुन्छ पुरा लाइन बसिरहेका छन् ल ए दिनेश दाइ यहाँ छन् सबैजना हामीले चाहिँ नि टक्क लाएर पैसा निकालेर आइसकेका छौँ भित्तीहरू सबैजना यता छन् कोही साथीहरू चाहिँ नि पुरै लाइन बसिरहेका छन् तपाईँहरूलाई देखाउनेछौँ हामी अब पैसा अहिलेलाई निकालिसकेका छौँ केही समय गाइज हामीले पैसा हालेर आइसकेका छौँ होइन साथीहरू पनि फेला परिसकेका छन् हेर्न सक्नुहुन्छ यहाँ साथीहरू यहाँ फेला परिसकेका छन् हाम्रो साथीहरू फेरि छुट्टै साथीहरू यता आइसकेका छन् हेर्न सक्नुहुन्छ गाइज अनि कुमार सर अनि सेलरी आएर चाहिँ नि कतिको खुसी भएको छ सेलरी आएर कुरा छोडिदेऊ न अब एकछिनमा हालेपछि रोनी ल है जाडो पनि छ टन्न जाडोमा पनि टोपी फुका यस्तो छ नि यस्तो चिल्लर त फ्याल्दिएँ मैले हो खोइदिनु त यो खप्छ अहिले यस्तो क्यास मात्रै फ्याल्दिएँ यो खप्छ म राखिदिन्छु डस्टबिनमा हाल्नुपर्छ अटेन कि डस्टबिनमा अटेन कि डस्टबिनमा त्यसो दिदी जाडो झ्याम्मै भएको हो त ल ठिक छ ल हामी चाहिँ हामी चाहिँ गाइज अब चाहिँ नि हामी यहाँ चौतारी रेस्टुरेन्टमा चाहिँ नि खाना खान जाँदैछौँ हामी चाहिँ आइसकेका छौँ डखलाएर यो त साथी फेरि आफ्नै तालमा होइन के गरेको आफ्नै तालमा रामु उता आफ्नै तालमा सबैजना आफ्नो तालमा चाहिँ नि बसिरहेका छन् यता हेर्नुहुन्छ हाम्रो सोल्टी तालमा फेरि उहाँ चाहिँ हाम्रो तालु हुनुहुन्छ के छ तालुजी तालु हुनुहुन्छ के छ तालुजी सुकुटी पायो भने झ्याम्मै खाइदिने हो 2 थाल अनि हामीले के खाने भनेर अर्डर त गरिसकेका छैनौँ अर्डर गर्नुपर्ने होला प्रकाश सर के छ के खाने त हामी आज हाम्रो के खाने भन्ने कुरो डिसाइड हुँदैछ आफ्नो मात्रै निकाल्छु 1 मिनट त आफ्नो मात्रै सकिरे उसको त भुटेको भात छ भुटेको भात हाम्रो सोल्टीले भुटेको भात खानुहुन्छ त्यो पनि मैले उता भनिसकेको छु उहाँ चाहिँ भुटेको भातको फेभरेट अब घरमा भुटेर खाएको छैन देखेको ऊ चाहिँ फेरि अन्डा भयो भने केही पनि चाहिँदैन यहाँ पनि चाहिँ नि प्लास्टिकमा चाहिँ नि भात हामी चाहिँ खानाको वेटिङमा बसेको छौँ हामीले चाहिँ नि खाना अर्डर गरिसकेका छौँ यहाँ हुनुहुन्छ हाम्रो मिथुन सरदार अनि यता हुनुहुन्छ प्रकाश शर्मा भने यतातिर चाहिँ नि हुनुहुन्छ सुरेश चौधरी उहाँ पर हुनुहुन्छ रामु हामी सबैजना अहिले खानाको वेटिङमा छौँ हाम्रो दाइ चाहिँ त्यहाँ टक्क लाएर बसिरहनु भएको छ फोटो खिचेर होइन यहाँ चाहिँ ह्याप्पी बर्थडे टु यु हेर्न सक्नुहुन्छ खाना आइसकेको छ साथीहरू चाहिँ नि भोकाएर एकदम खरिएका छन् भुइँमा राख्न पाएको छैन उनीहरूले त स्टार्ट गरिदिइसक्यो ल हेरे हेर्न सक्नुहुन्छ साथीहरूले मजाले खाइसकेको छन् दर्शक म चाहिँ भिडियो बनाउँदै यहाँ भात सेलाइसकेको छ खाना खाएर बाहिर निस्किसकेको छौँ चौतारी रेस्टुरेन्टबाट होइन हामीलाई चाहिँ नि एकदमै मिठो खाना खुवाउनु भयो उहाँहरूलाई चाहिँ नि धेरै धेरै धन्यवाद आज चाहिँ नि जाडो धेरै नै छ है जाडो गाइज यहाँनिर चाहिँ नि फोटोसुट गर्दैछौँ 2-4वटा भिडियोहरू पनि बनाउँदैछौँ अहिले चाहिँ नि जाडोको माहौल धेरै नै बढिसकेको छ हेर्न सक्नुहुन्छ हामी अब चाहिँ नि ग्रिन हाइफरमा जाँदैछौँ